सम्पूर्ण मित्रहरूलाई जय मसीह नमस्कार। एउटा छोटो कविता पढेर ल्याएको छु, त्यो कविता प्रस्तुत गरेर यहाँबाट छुट्नेछु। कविताको शीर्षक छ मानवको परीक्षा। बगैँचामा त्यो ज्ञानको वृक्ष थियो, मूल्यको फल थियो, मृत्युको फल थियो। मानिस सर्पको परीक्षामा पर्यो, लोभमा फस्न गयो। परमेश्वरको सत्य वचन त्यो उल्लङ्घन हुनको। मानव मृत्यु हुने फलहरू त्यो हव्वाले खाइदियो। अजम्बरी मानव जीवन थियो, ज्ञानको वृक्ष थियो। मृत्यु हुने त्यो फल नखानु भनी प्रभुको आज्ञा थियो। सर्पको त्यो परीक्षामा पर्न गयो, पापमा फस्न गयो। नानीले फल टिपेर खाइदियो, धरतीमा मृत्यु आयो। लोभी र पापी मानव हुन गयो, धरतीमा मृत्यु आयो। लोभी र पापीको जमघट भयो, अन्याय हुँदै गयो। पृथ्वीमा काटमार सुरु हुन गयो, मानव भ्रष्ट भयो। आज संसारभरि आतंक भयो, सत्य लुकेर गयो। अदनको बगैँचामा पाप भयो, संसारमा फैली गयो। वृक्षको फल निषेध थियो, हव्वाले खाइदियो। आदमलाई पनि फल दिनुभयो, आदमले खानुभयो। परमेश्वरको सत्य वचन त्यो उल्लङ्घन हुन गयो। एक मुठी माटोको मानव थियो, आशिष दिनुभयो। नर नारी गरिकन जन्म दियो, आदम र हव्वा त्यो। आदमकै यो सन्तानहरू यहाँ संसारमा फैलियो। बालुवा कन जस्तो भएर यहाँ मानव वृत्ति भयो। धन्यवाद।